Hello guys, welcome back to my new vlog after a very long time. मेरो भ्लगको सुरुवात चाहिँ जहिले पनि very long time मात्रै भनेर हुन्छ। किन भन्दाखेरि भिडियो नै मैले एक दिन गर्छु, 2-3 महिना हराइदिन्छु। अनि आज चाहिँ म फेरि पनि त्यही हो। म गाउँमा छु अनि आज फेरि म मेरो दोस्तीहरुलाई बुटालेर खोलामा डाइ भन्न त लाइराको के। अहिले चाहिँ गाउँमा चाहिँ यसो हरियाली छ। मकैको सिजन छ, मकै यस्तो। अनि मैले चाहिँ सुन्दा नहेर माइक जोडेको छु है, तर माइकमा कस्तो साउन्ड कुनै अलिकति साउन्ड चाहिँ त्यस्तै छ। गाउँमा हल्का चिसो भएको अवस्था, बिहान बेलुका, त्यही भएर रुगाले ग्रस्त भएको छु। बाटोमा चाहिँ फेरि यस्तो खतरा छ के, दिस इज सबै बफेलोको पट्टी रोडैभरि बच्चाहरू सबै मात्ते आए के। मोबाइल यस्तो हल्ले खाए, मैले त्यो ट्राइपड भन्छ कि ट्राइपडमा हालेको, तर यहाँ अड्काउने ठाउँमै सब उद्यो भइछ के। ओइ नानी जाम पौडी खेल्न ल है एकचोटि मेरो गाउँ देखाइदिन्छु हजुरहरूलाई। सिनेमेटिक यो चाहिँ हाम्रो गाउँको दामी पुल। यति लामो पुल छ यो। के पुल हो हिँड्ने ल जाम। मैले चाहिँ कतिजना मान्छे बुटालिसकेँ कि यहाँ पौडी खेल्नको लागि। यहाँ छ दुईटा चेलीहरूलाई हाई गर्दा नानी। पौडी खेल्दा त आधी ग्याङ त खोलामा पुगेछ। ओ खोलामा पानी छैन क्या यार। पौडी खेल्न त जानी त भन्यो, तर खोलामा पो पानी पो छ कि छैन भन्ने कुरा हो। बच्चा ग्याङहरू गएर खेलिरहेको छ, तपाईँहरूले देख्नुभयो कि भएन, तर जाम हामी त माथि जाम है, कालो राजाम है। ल जाम किन थाहा जाम किन एन्जिला पहिरो जाने जाने। अब हामी खोलातिर, मेरो यो यस्तो हल्ले है यार, मलाई धान्दैन। गयौँ हामी खोलामा। हामी चाहिँ अहिले खोलाको नजिक पुग्न लागिसक्यौँ। खोलाहरू त टन्नै छ, तर खोलामा के भने पानी छैन। यस्तो घोडामा मात्र आएर के काम, यस्तो डाइ भन्न पाइबो कहाँ उ माथि। हामी चाहिँ हाम्रै गाउँको नेचुरल स्विमिङ पुलमा हो। हामी त्यति पैसा फालेर पौडी खेल्न जान्न। यो मेरो ट्राइपड लुज भएर यस्तो क्यामेरा हल्लिरह। प्लिज गाइस हल्लियो भनेर माइन्ड नगर्नु। सब भुर्न ग्याङ है। फेरि मेरो चाहिँ हाइट नभएर यिनीहरूसँग नि दोस्ती खतरा सहा है। अल्को भए अलिक साउन्थेन है। तिमीहरू भन्दा नि डल्लो होला हौ म त। के हो तिमीहरू दुईजना अल्को हौ। म र स्याहार्नु त म भन्दा के अल्को हो। म अल्को हो क्या नि। ए हेर न गाइस, आया पातिलो घोची यार। अब बढ्दैन, यति हो बढ्ने। केटीहरू त्यो एकछिन बढ्छ नि, सक्यो क्या। हामी चाहिँ अहिले बच्चाहरू पौडी खेल्न आएको, जिस्काउन आइदिरहेको अवस्था। तक्लियो बान भाइ। ओ माथि को गएको हो अघि छिटो आइज भन् तिनीहरूलाई, हामी जाने हो नि। पेन्टिङ लाएन के जारो त कच्चाड भागेर। हेलो तेरो नाम भन्छ भाइ। ल डाइ भन् छिटो हान छिटो चुहान मोटे। वाउ अबी भ्यागुदा। ओइ तेरो दोस्ती हेर त त्यहाँ छेउमा। उ हेर तेरो दोस्ती भयो तल पौडी खेलेर। खोला चाहिँ यत्रो छ, यो त असारमा मात्र ठुलो हुन्छ के। हामी चाहिँ अहिले यहाँ नखेलिकन हामी सिधै माथि जाने भने हो। माथि अहिले दुईजना बच्चाहरू गएको छ अरे। लाभे ल कति हेरे यसो नमस्ते गर नि। करिश्मा आन्टीको भ्लगमा के बोल ला भन्न। सब्सक्राइब गरिदिनु त भन्। सब्सक्राइब लाइक गरिदिनु होला करिश्मा आन्टीको भ्लग। ओइ पान्ना फाल अहिले नमस्ते त गर। नमस्ते त गर। नमस्ते ल ल जा। ओइ तैँले टेकेको हेर्दै यहाँ माटो कालो भइसक्यो खोलामा। ल छिटो हान हान छिटो डाइ भान भने। एक्लै हान्न, अहिले पेन्टी लाएन तेरो दोस्तले। यहाँ दुईजना चाहिँ दर्शकहरू हेरेर मुसु। तेरो त के हो सिस्या खतरा रहेछ त यार। के हो यहाँ भाइ तैँले के हो यहाँ अरे।
उसले म खजा डाइ भने तैँ डाइ भन्न छ्या झन् फोन गरे यार ल जाम त्यो को हो त्यो ममताहरू आयो भन्न ए माइक घाँटीमा छ दुईटा एउटा मैले एउटा दिए किन के भन्न यो चाहिँ मेरो एकदमै सपोर्टर फेरि जुन भिडियो हाल्यो नि उसले 5 चोटि चाहिँ हेरिदिन्छ है 5 चोटि बढी हेर्छ छोरा त मोटीले त अब चाहिँ हामी जाँदैछौँ एडभेन्चर पे चप्पल चिप्लेलाई के रे किन कपाल काटे किन कसले त्यस्तो गर्छ र लाइफमा एकचोटि जसले पनि कपाल काट्यो हुन्छ नि ल सगरमाथा चढ्न है गाइजहरूलाई सबैलाई आशीर्वाद छ मेरो खुट्टा ढोकेकोमा म चिप्ले भयो क्या त्यसो है म यहाँ बिहानै चिप्लेर एकचोटि यहाँ कुर्कु चाहिँ झन्डै फुटेन कता टोइलेटमा नि ल जाउँ सिधै अब यहाँ जाने हो र ल जाउँ अनिसँग बाटो देखाइदेऊ त यिनीहरूलाई ल रे ल नानी धरी म भन्दा ठुलो भइसक्यो ऊ पेन्टी खस्यो कसको ए अस्तानीको ल हेर्नु गाइस अब हामी चाहिँ खोलाको हामी चाहिँ ढुङ्गे युगमा छौँ अहिले होइन त बाटो चाहिँ यस्तो छ मलाई डर लाग्छ कि मलाई फोबिया पनि छ हाइट फोबिया ओ जुगा आउँछ कि आउन जुगा आयो भने त बर्बाद हुन्छ बर्बाद पहिला हामी यहाँ जङ्गलमा कम बाख्रा चराउन आयो घाँस काट्न के कहाँ त्यो कुइसारोमा हाम्रो कुइसारोमा हाम्रो टाइममा बाख्रा चराउन जाने बेलामा ट्याङ जुस भन्ने अहिले आउँदैन है अहिले आउँछ ट्याङ जुस कम खायौँ भने ट्याङ जुस तास हाम्रो यहाँ रक्सट्र्याक दोस्ती पनि आहा हामी चाहिँ अहिले पुरा सब यस्तै बाटो हिँडिरहेको छ्या साला ओके ओए तिमीहरू यहाँ खेले बच्चाहरू ओके तिनीहरूले कालो बनाइराख्यो खोला माथि के यहाँ पनि माथि हो बाटो त बाटो हेर बाटो लड्यो भने बर्बाद हुने पानी चिसो छ मोटे मलाई तानै माथि गएर खुट्टा काटे के ल जाँदा म त हालिदिन्छु हेर ग्याङ कत्रो खाने 1 2 3 4 5 म 6 7 8 9 10 11 एक दर्जन त हामी नै रहेछौँ दर्जन चढ माथि गएर बाहुबली तान्ताना तर छे कुकुरले यार कसो कुकुर हो खासमा भने यो मोटे त ल नानी समाज खै तान्नु त पर्दैन होला तर मलाई डर चाहिँ मुटु दुखे तान्ने पासै पास ओ के हो यार बाटो त खतरनाक छ त यार सब ढुङ्गे घाँस जस्तै ओ यो कुटु सरको घाँस हो बाहिर लाने मैले हजुरलाई यस्तो इन्ट्रेस्टिङ बाटो देखाइदिइरहेको छु कि मेरो भ्लग चाहिँ प्लिज अनकट गरेर हेर्नु ल स्किप नगरिकन कस्तो छ यहाँ माथि माथि कम आयो पहिला बाख्रा चराउन घाँस काट्न है साथीहरू त छैन
मेरो ब्याजीको साथीहरू त सब बच्चाहरू ग्याङसँग आथे त फर्क्यो फर्क्यो हाम्रो चाहिँ यहाँ ग्याङ ओइ 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 मासेको छ ओइ त मोटे त लड्दै हिँड है चिप्लिन्छ र यो त्यो हाल्नु म एउटा ठाउँ देखाउँछु ल नानी मलाई समातेको चिप्ल्यो नि म तिमीहरूलाई आऊ म एउटा ठाउँ देखाउँछु ओइ सबैजना आइज है यहाँ होइन उता माथि होइन आऊ त म देखाउँछु फर्का 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 म होइन आजभन्दा सानो 3 क्लासमा हुँदाखेरि हो यो ढुङ्गाबाट असारको बेलामा के यो ढुङ्गाबाट यो ढुङ्गामा हाम फाल्दाखेरि चिप्लेर असारमा त ल्याउला हुन्छ नि त खतरा कट हाने है यो ढुङ्गाले गर्दाखेरि देखाइसके अब भ्लगमा हेर मेरो चिनो 3 क्लासमा पौडी खेलाउँदाखेरि चिप्लेर असारको बेलामा त भयो होला 10-12 वर्ष अगाडिको कुरा होला सानो मलाई सब लेउला आएको छ नि त असारको बेलामा त पानी धेरै भएर अनि मैले चाहिँ खोलामा यो खोलाहरू कराउँछ भनेर नि बोलेको बुझ्दैन भनेर माइक जोइन गरेको होइन माइक कनेक्ट भयो कि भएन भएको जस्तो लाग्यो तर माइकको क्वालिटी त्यति साह्रो वा उता छैन रहेछ के मलाई दामी छ भनेर बेच्दिहालेँ तर द्याट वाज सकिन अब यो खोला त यत्रो छ यार जति आइने खोला सफा हुनु पर्यो चिलायो झन् नत्र ल अब हाम्रो एडभेन्चर सकेको छ अब हाम्रो नेक्स्ट मेरो चप्पल यहाँ फुगाले ओइ कति लियो ल खोला त यही हो सम पहिला के ल ल हेर्नु गाइस आधा दर्जन छौँ यत्रो खोलाको लागि मान्छेहरू के हुन्छ थाहा छैन अनि हामीले चाहिँ फेर्नको लागि लुगा के पनि लिएर होइन यत्तिकै खेल्ने हिँडेर खोला कत्रो छ भन्ने कुरा थाहा थिएन नि त पहिला खोला चाहिँ जे होस् ठिकै रहेछ तल मम्मीले गाली गरेर नखेल भनेर सुनि अनि अनि अर्को इन्सिडेन्ट सुनाइदिउँ के थाहा होला यो खोलामा म डुबेको छु क्या गाइस असारमा त्यो चाहिँ म 6 क्लासमा हुँदाखेरि हो है होइन असारमा त ठुलो आउँछ नि त बाढी आउँछ नि त त्यही भएर असारको बेलामा बाढी आउन सक्छ त्यही भएर त्यस्तो टाइममा चाहिँ प्लिज नजानु होला अब हामी पौडी खेल्न जाँदैछौँ म मेरो माइक नानीलाई तिमीले चाहिँ हामी पौडी खेलेको देखाउने हेलो भन ए तिमीहरू हेर्न त मोटे हाम्रो मोटे यिनीहरू चाहिँ मुनि खेलेर नपुगेर नि यहाँ खेलिरह यो त हिजो नै आयो होइन करिश्मा गुरुङ युट्युब च्यानललाई सब्सक्राइब हालिदिनु होला यो खोला चाहिँ माथिसम्म छ है खतरा छ के गाइस है यता चाहिँ यस्तो हो जङ्गल यस्तो मजा हेर्न सक्नुहुन्छ ला बोल ल कस्तो गहिरो छ म जान्छु मोटे झर्न नसकेर उसलाई चाहिँ अघिदेखि हामीले यस्तरी नै झरिराखौँ के बल्ल 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 तिन खोल्नु माथि नै हो
अब चाहिँ हामी अब चाहिँ हामी सक्यौँ। अब हामी फाइनली अब हामी खोलाको बाटो अघि नै मैले देखाएको थिएँ नि सबैले सुरुमा एडभेन्चरको बाटो भनेको त्यो सबै सक्यो। अब हामी गाउँ जाने बाटो। ओ माई गड वाट द सेन त भन्न मिल्दैन। अब कस्तो आहा मैले चाहिँ त्यस्तो देखाएको तर घर जान्छौँ। घर गएर खलल्ल नुहाएर त्यसपछि अनदर प्लान भए बनाउँला, नत्र भने आजको लागि यति पनि हुन सक्ने छ। यिनीहरू चाहिँ अघिदेखि के गफ हाने हो यार। हेलो पौडी लिएर सोचे तकले यो चाहिँ माछा देखाएको थियो कि अघिदेखि तैँलेसम्म थियो तेरो भागमा पऱ्यो। ल जाऊँ क्या नि घर जाने क्या नि हो धुलोले घोजे नि एकछिन हामी बस्ने। पहिला हामी बच्चामा यहाँ पौडी खेलेर यो ढुङ्गामा उयो थियो त्यो अन्त छोपे चाहिँ झाडीले पौडी खेलेर आयो। एकछिन घाममा ततायो फेरि पौडी खेल्न गयो। जानी हो ल जम्मी नहुने क्या खलालो चिला मेरो आँखा नि आँखा यस्तो। अहिलेको लागि यति नै। हाम्रो गाउँको कति लामो पुल छ, सो इन्ट्रेस्टिङ पारामा खतरा देखे ल जाम टोलीहरू हरियालीले गर्दा नि कति राम्रो देखे के हो। ए अँ त्यहाँबाट यस्तो पुल भइरहेको मौरी छ है भिरमौरी जम्मा अनिसमा उठा जाडो भारी जाडो त भएको गाइस यस्तो चिसो पानी रहेछ। मैले सोचेकै थिइनँ चितवनमा त घर आइपुग्नु थियौँ तेरो घर आइपुग्ला होइन। ल यसले चाहिँ एउटा नयाँ पेन्टी दान गरेर राखेको खोलामा। यता देखा त भाइ कस्तो लागि टिकट ल्याएछ तेरो गर्लफ्रेन्ड लागि हो देखा त ल। ल अहिले चाहिँ मात्र पहिरो नहालेर किन बस्ने हो। ए ल बाई 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 खै ल बाई आइज है। हाम्रो गाउँमा चाहिँ यो भाइरल फुल हो कि है जसको घरमा हेरे पनि। फाइनली हामी चाहिँ घरमा आइसक्यौँ। मैले चाहिँ घाम गएको अवस्था यस्तो अँधेरो भए यस्तो जाडो भए अब हामी छडप्प लाएर गरौँ यसको पहिरो नगरी मात्रै हो पछाडि होइन। ल बाई बाई ल लास्टमा एक दर्जनबाट हामी 4-5 जना मात्रै तल गाउँले परेछौँ। कपाल त हिँड्दा हिँड्दै सुकिसक्यो क्या तर यस्तो मैलो भए चिलाएर मोरो लगाइसक्यो गाइस। जाडो पनि भए टाउको पनि दुख्यो आँखा हेर्नु न धुलो छिरेर आँखा रातो भयो होला है। हामी घर आइसक्यो। अब म सिधै हजुरलाई नुहाएर मात्र भेट्नेछु सफा त हुनु पऱ्यो नि। हामीले चाहिँ नुहाइधुवाइ गरेर पनि सकेर अहिले चाहिँ हामी टक्क कलायो। हामीले चाहिँ अब भोलि मदर्स डेको लागि हल्का स्पेसल गरौँ भनेर केकहरू अर्डर गरेको थिएँ। अनि अब केकहरू आइपुग्यो भनेर हामी केक लिन के भाषा बोलेको थियो केक लिन जान लागिरहेको छौँ। ओ के हो यस्तो यार केक लिन जान लाग्यो। केक लिन जान नि यति टाढा कति मिनट 5-6 मिनट लाग्छ होला यार हिँडेर आउन त टाइम। जान त ओह्रालो हो नि त सही गइदियो आउँदाखेरि त उकालो मैगर स्या हुन्छ। हिजो नै उकालो चढेर आउँदाखेरि कस्तो मुटु फुला जस्तो भइसक्यो थियो। अहिले चाहिँ जे होस् मकैको सिजन भएर यस्तो हरियाली छ कि यस्तो हरियाली छ। अनि हामी दुईजना दिदीबहिनी चट्ट पारामा हिँड्न लागेको अवस्था भोलि चाहिँ हो मदर्स डे। भोलि म अब यो भ्लग एडिट गरेर आउँदा त अब कति टाइम लाग्छ म सकेसम्म चाँडै गर्छु भन्ने सोच हो तर म एकदम अल्छी छु क्या गाइस। अल्छी छु भन्दा पनि एडिट गर्दै जान्छु होइन अल्छी लाग्दैन होइन कि एडिट गर्दै जान्छु अनि बिचमा अनि आफूले कस्तो नरमाइलो खल्लो यस्तो पनि हाल्छ र भन्ने टाइपको हुन्छ कि। अब जे भयो नि म त बिगिनिङमै छु नि त अहिले अनि हल्का अब बोलेको अब यो फ्लुन्सीहरू नै मिलेर हुँदैन अनि के अनि लटपट्याए जस्तो हुने अनि ग्याप हुने अनि आफूलाई बोरिङ लाग्छ भनेपछि हजुरहरूले हेर्दा चाहिँ कति बोरिङ लाग्छ मैले सोध्छु। त्यही भएर मैले त 2-3वटा भिडियो त अझै एडिट गरेर हाल्ने बाँकी छ। त्यो पनि हल्का आफूले मन नपरेर राखिरहेको छु। त्यही पनि हल्का होइन मेमोरीको लागि त हुन्छ भनेर म पोस्ट हाल्न पनि सक्छु तर एडिट गर्न झ्याउ लाग्यो। अनि अरू त मैले त त्यो इन्कम्प्लिट भनौँ न भ्लग स्टार्ट गरेँ इन्डिङै नाइ गरिदिने कि अनि कतिवटा भ्लग त मैले त्यत्तिकै फाल्दैछु। तर यो चाहिँ अब म फाल्दिनँ। गाउँमा आएको भ्लग चाहिँ त्यत्तिकै स्पेसल हुन्छ किनभने गाउँमा अब धेरै जस्तो आइरहेको हुँदैन नि त। अनि त्यही भएर
यो चाहिँ म सकभर चाँडै एडिट गरेर हाल्ने ट्राई गर्दैछु। भोलि अब मदर्स डे हो। मदर्स डे हामी स्पेसल्ली त भन्न मिल्दैन तर हल्का फुल्का नर्मल्ली भनौँ न, नर्मली सेलिब्रेट गर्छौँ हामी। चार दिदी बहिनी मिलेर हामी चाहिँ 4 दिदी बहिनी मात्रै हो। अनि दिदी चाहिँ भोलि आउनुहुन्छ होला। हामी 3 जना चाहिँ अहिले घरमै छौँ। अहिले चाहिँ हामी 2 जना मात्रै केक लिन जानु लाग्यो। अब गाडी त हिँडिसक्यो भने भनेपछि हामी जाँदाखेरि ठिक्क भइरहेको छ होला। गएर एकछिन बस्न पर्यो। गाडी अब छोडेर जान पनि सक्छ नि त। अब अर्काले हाम्रोमा लाग्यो भनेर कुरेर त बस्दैन। त्यही भएर हामी जान लाग्यो। हिँड्दाखेरि बोल्न सक्दिनँ। गाउँ आउने बित्तिकै यस्तो नाकमा रुगाले यस्तो ख्यार हो रुगाले समातिहाल्छ। त्यही माथि आज पौडी खेल्दिएको त्यो धुलो पानीमा। अनि गाइस हजुरहरूलाई यो बोट के हो थाहा छ? यो चिउरीको बोट हो के। चिउरी भनेको कतिलाई थाहा छैन होला तर यस्तो मजाले अहिले चिउरी देख्नुभयो दाना दाना फल्यो रहेछ। अनि हामीले चाहिँ असारमा के यहाँ धान रोप्न आउने नि त मम्मीहरूको खेत छ कि। अनि यहाँ धान रोप्न आउने नि यो ढुङ्गामा चढेर यस्तो झटरा फालेर नि यहाँ पर जान्थ्यौँ कि टिप्नलाई। मिठो त मिठै हुन्छ, गुलियो नि हुन्छ, बिचमा दाना हुन्छ। अब हजुरहरूले चिन्नुभयो होला चिउरी भनेर सर्च गर्नु नत्र भने। अनि यो हो हाम्रो गाउँको देवी भगवान् देवी भन्ने। हामीले चाहिँ अन्जली पनि हिँड्दाखेरि यसो जाँदा आउँदा दर्शन आफूलाई। अनि अहिले त काफलहरूको ऐसेलुहरूको सिजन हो नि त। काफल खाना जाने भनेर प्लान बनाएको थियौँ। अब रुखमा चढ्न सक्दैनौँ। अब रुखमा चढ्ने ग्याङहरू जान्न भन्दैछ। अब हामी मात्र गएर राम हेरेर आउने हो त्यो कुरा पनि भएन। अनि ऐसेलु खानाको जानु त टाढा जानुपर्छ क्या। टाढा त धेरै टाढा त होइन, नजिक त नजिकै हो कि तर ऐसेलु पनि छ कि छैन भने कन्फर्मै छैन कि। जानु मात्र हुन्छ। त्यत्रो बाढ जङ्गल सब झाडी भइरहेको नि त फाडे होइन। त्यही भएर काफल खाना जाने भने चाहिँ अब सकभर मिल्यो भने भोलि जाने भने प्लान त बनाऊ। तर अब रुखमा चढ्ने मान्छे नै जान्न भनेपछि हामी अब बसेर हेर्ने के गएर फाइदै भएन। आफै टप पनि झर्दैन नि त काफल। त्यही भएर एकछिन बस्छौँ। फोन गर्छु कता आइपुग्यो भनेर। यो चाहिँ हाम्रो गाउँको चौतारा हो क्या। बुढो चौतारा धेरै बुढो भइसक्यो यो पिपल चौतारा। पिपल चौतारा रे पिपलको रुख। अब यहाँ बस्छौँ सानो एकछिन। त्यस्तो त्यो बगरमा के बस्ने त नि। यहाँ बस्छौँ एकछिन यहाँ बस्छौँ। फोन गरौँ कहाँ आइपुग्यो भनेर। अनि अब नजिक आइपुग्यो भने त तल रोडमा गएर बस्नु पऱ्यो नि त। ल त ग्यास एकछिन पुग्ने म गाडी कुरिरहने ठाउँमा त माइ गड ऐसेलु फेरि कति धेरै ऐसेलु त यत्रो छ तर टिप्नै सकेन। ऊ त कति धेरै पायो टिप्न भित्रभित्र छिर्नु पर्दो रहेछ क्या। आथा यो किसको नाम हाम्रो काम भनेको लुगा तपाईँ अब त आइपुग्नु पर्ने गाडी छेउलाइसक्यो। ओके धेरै डेन्जर पाएँ यार। मैले त यहाँ बोर्ड त पहिला पनि देखेको थिएँ तर आथा मैले फर्स्ट टाइम खाएँ यो ठाउँमा। झुसै लाग्छ कि। यहाँ कस्तो छ है आफू त डल्लो मान्छे त्यही माथि हात पनि छुट्छ नि त। तर पुग्छ होला कि सानो भन्दा म डल्लो पस्ला चाहिँ खाल्डो यस्तो धेरै छ कि यहाँ। सर्प त आउँदा नि सर्पा उही कति धेरै पाकेको सानो यार यहाँभित्र त कपालै समाति अरू हुँदा नि। हात पुग्यो घोच्यो यार भयो कि उही काँडो बोकेर आथा मेरो खुट्टा टेक्दियो आथा कपाल लगाएपछि हेर्नु मैले यति धेरै हन्टिङ गइसक्यौँ। खान्छस् ल 50-50 अब मेरो कपाल सकेर जाम भनेको लिएर भोग्ला अरू हुँदा नि। अब यसो खाने गाइस फाइनली समाप्त हाम्रो मदर्स डेको लागि केक एन्ड स्प्रे चाहिँ फाइनली आइपुग्यो। कति 5 मिनट नि कोरेन होला तर यस्तो ऐसो खाएको यस्तो पाके टिप्नै सकेन क्या।
सबको तारे। अब खासमा त मदर्स डे भोलि हो, अब भोलि ल्याउँदा पनि हुन्थ्यो कि, तर अब लिन जानलाई अब गाडी नि अब भनेको टाइममा चल्दैन नि त आजकल। अटो धेरै भएर गाडी धेरै चल्दैन, अनि अटोको फेरि हाई छ, त्यही भएर उनीहरूले पनि अब बेकरीले नि अब भोलिसम्म बिजी हुन्छु, डेलिभरी गर्न नि पाउँदिनँ भन्नुभयो। त्यही भएर अनि अहिले नै सबै कुरा रेडी छ, अहिले नै पठाइदिन्छु भनेर पठाइदिनु भयो। भोलि बिहान पनि अब उठेर रेडी हुँदा के गर्दा टाइम वरि लाग्छ नि त। अब उनीहरूले पठाउनु भयो भने त आफू जानुपर्छ। यस्तो छ कि गाइज उकालोमा, अनि आफू जाँदा आउँदा त टाइम लाग्ने भयो। त्यही भएर हामीले हजुरहरूलाई सजिलो लाग्छ भने अहिले नै, त्यही भएर हामीले चाहिँ हुन्छ पठाउन भ्याउनुहुन्छ भने अहिले पठाइदिनु भन्यो। भनेको 5 मिनटमा त नभन 10 मिनटमा चाहिँ आइपुग्यो। किनभने ठ्याक्कै गाडी थियो नि त, गाडी थियो अनि गाडीमा हाल्दै अनि लगाएपछि म चाहिँ अब बोल्न सक्दिनँ, सायद हल्का मोटो भएर नि होला कि उकालोमै म बोल्दै हिँड्नै सक्दिनँ कि तसाउँछ स्याहारेपछि यो चाहिँ भारी बोक्यो हानेर क्या बिचरा। अब मान्छे त हाम्रो खासै धेरै छैन, त्यही पनि मैले 1.5 पाउन्डको केक मगाएको छु। अब कत्रो छ मलाई पनि थाहा छैन, 1 पाउन्ड भन्ने त्यो पाउन्डको हिसाबले भन्छ भने हुन्छ भन्ने चाहिँ मलाई थाहा थियो। त्यही भएर अब 1.5 पाउन्ड भन्दै, अब कस्तो छ केकको डिजाइन पनि कस्तो छ मलाई के पनि थाहा छैन। मदर्स डेको लागि जुन स्पेसल हुन्छ त्यही पठाइदिनु मात्र भन्यो। घरमा गएर एकचोटि यस्तो लुकेर हेरिदिन्छु कस्तो छ भनेर। बाटोमा त के गाइस, म माथि चौधरामा गएर भेट्छु, म हिँड्न बोल्नै सकिनँ। गाइस फाइनली म यहाँ चौधरामा आइपुगेँ एकछिन रेस्ट गर्नको लागि। यस्तो मिठो हावा पनि चले आयो। त्यो पौडी खेल्दाखेरि चाहिँ खोलालको फोहोर थियो कान्छिला, अनि हामी चाहिँ केक ओपन गरेर हेरिदिनु लाग्यो कस्तो पौडी। अब यहाँ राख्न अघि म यहाँ बसेको त यस्तो यहाँ झुसुली आँखामा पऱ्यो, झुसुली के छ झुसुली जुलर पढाएर क्या। अघि म यहाँ बसिरहेको माथिबाट पट्ट झुसुली किरा छेर्दै ओ माइको झुसुली किरा त म फेरि देख्नै सक्दिनँ क्या, पागल हुन्छ नि। हेरिदिनु लाएर क्या हामी फेरि घर नभए जस्तो बाटोमा। हेरी 1 2 and 3 गो। ह्याप्पी मदर्स डे लेखेको मैले चाहिँ खासमा मैले टिकटकमा चाहिँ यस्तोमा के भन्छ अरे त्यो मदर्स डेको आमा छोरीको त्यो बोकेको हुन्छ नि त्यस्तो देखाएको थिएँ कि गाइस। मैले त्यो भएर त्यो मगाएको, तर एक्सपेक्टेसन्स भर्छ रियालिटी भयो मलाई। मैले चाहिँ त्यो भनेको थिएँ कि ल छोप, मैले तपाईँहरू अहिले यस्तो इन्स पनि देखाइदिन्छु ल। इन्सको त के भने मैले उहाँहरूकै टिकटकमा देखाएँ कि, अनि मैले चाहिँ खासमा मैले चाहिँ त्यस्तो सोचेँ त्यस्तो पठाइदिनुहुन्छ होला भनेर मैले फोन गरेर भन्दाखेरि नै त्यस्तै डिजाइनको भने हो, तर प्लेनमा पठाइदिनु भएछ। अब के छैन, अब फिर्ता गर्ने कुरा नि मिलेन, तर नो प्रब्लम। जे छ त्यसमा सन्तुष्टि हुन सिक्नुपर्छ मान्छे भएर, केही छैन। हुन त अब तत्काल अर्डर हो, अब भोलि बिहान भ्याउँदैन भने अब आफू जान पनि भ्याइँदैन, यति बेला गएर नि गाडी पनि छैन, केही छैन। अब बिस्तारै घर जाने, खाजा खाने होला, भोक लाग्छ। मम्मीले खाजा पनि दिनु होला, भात खाने बेला हो। अब खाना पकाएर खाने टाइम हुन लागिसक्यो नि त। आजको ब्लगमा यता नै इन्ड गर्न चाहन्छु। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै आजको भिडियो यही अन्त्य गर्दै भेटौँला नयाँ भिडियोमा। बाई बाई।